छिकु लामा बहिनीलाई र छिकु लामा बहिनीको दिदी तपाईँ छुकी लामा। नमस्ते, आज हामी मेडिसिटी हस्पिटलमा छौँ जहाँ विश्लेषण बुढा मगरको चाहिँ उपचार भइरहेको ठाउँ हो यो हस्पिटलमा। यहाँ साथमा उहाँको मम्मी र साथमा उहाँ आफै जुन बिरामी हुनुहुन्छ उहाँ आफै पल्टिरहनु भएको छ यहाँ। र आज चाहिँ हामी यहाँ यो मेडिसिटी हस्पिटलमा चाहिँ उता सिटी गुम्खिया ब्लिङ संस्था र घेसेटासी दोर्जीको थ्रुबाट चाहिँ हामीले केही रकम चाहिँ उहाँको लागि उठाउनु भएको छ उताबाट। र त्यही उठाएको रकमहरूको चाहिँ जुन नामरोलहरू चाहिँ हामी यहाँ आज चाहिँ पढ्न गइरहेको छौँ। र जुन 41 जना हुनुहुन्छ उहाँको लागि चाहिँ हाम्रो विशेषण बुढा मगरको लागि चाहिँ $3,420 चाहिँ उताबाट सहयोग उठाउनु भएको रहेछ। जुन रकम चाहिँ 4,09,60.8 पैसा चाहिँ उठेको रहेछ। र जुन उठेको मध्येमा चाहिँ उहाँहरूको जुन उठाउनु भएको मध्येमा उहाँको नाम चाहिँ म यसरी पढ्न गइरहेको छु। डोनेसन फ्रम न्युयोर्क फर क्यान्सर पेसेन्ट बुढा मगर बिहेभ अफ छोकी लामो एमजिलेसा न्युयोर्क भनेर भन्नुभएको छ। र नम्बर 1 मा छुङदोक न्युयोर्क $110, छेवाङ $110 न्युयोर्कबाटै हुनुहुन्छ, छुन्डुक न्युयोर्कबाटै हुनुहुन्छ $50, छुङमा न्युयोर्क $110, छुङ्गी न्युयोर्क $50, दावाबुट्टी न्युयोर्कबाट $50, दावाबुट्टी न्युयोर्कबाट $50, फोबु किपा एन्ड नारायण न्युयोर्कबाट $155, कालदेन छेवाङ न्युयोर्कबाट $100, लाक्पा शेर्पा पेन्सिल्भेनिया $221, लाक्पा लामा न्युयोर्कबाट $100, लाक्पा याङजेन शेर्पा एन्ड न्युयोर्कबाट $264, मिङडो न्युयोर्कबाट $105, मन्जु न्युयोर्कबाट $50, निमाडोल्मा न्युयोर्कबाट $101, पेमानुर्बो न्युयोर्कबाट $101, फुर्बा ग्याल्फो न्युयोर्कबाट $50, तेन्जिङ कुलसाङ न्युयोर्कबाट $100, छिरिङ दोर्जे न्युयोर्कबाट $50, छोमो लामो न्युयोर्कबाट $21, छिरिङ वाङमो न्युयोर्कबाट $55, एङछुन न्युयोर्कबाट $50, फर लेट सोनाम फ्रम मम छुङमा न्युयोर्कबाट $60, नम्रता गुरुङ न्युयोर्कबाट $50, टासी लामो न्युयोर्कबाट $50, सोनाम छोटेन लामा न्युयोर्कबाट $50, नोर्सिङ शेर्पा न्युयोर्कबाट $25, टासी न्युयोर्कबाट $25, छोडिम डोल्मा कुसा न्युयोर्कबाट $101, डोल्मा कुसा न्युयोर्कबाट $101, तेन्जिङ सालोन ज्याक्सन हाइलाइट्स $140, लक्की तेन्जिन न्युयोर्कबाट $105, छिरिङ छोसाङ न्युयोर्कबाट $105, डोल्मा शेर्पा न्युयोर्कबाट $100, पेमा छोडेन न्युयोर्कबाट $100, आछा एङसन न्युयोर्कबाट $100, दावाबुट्टी न्युयोर्कबाट $100, दावाबुट्टी न्युयोर्कबाट $55, मिङमा किपा न्युयोर्कबाट $55, एङ्की डोल्मा न्युयोर्कबाट $55, छोकी टोक्पे न्युयोर्कबाट $55, नोर्साङ भोटे न्युयोर्कबाट $105, छुङला लामो न्युयोर्कबाट $55, छिरिङ डोल्मा न्युयोर्कबाट $21, टोटल 3,420 र नेपाली 117.24 को दरले चाहिँ 4,960.80 रुपियाँ हुन जाँदो रहेछ भनेदेखि यो चाहिँ रकम तपाईँको छोराको लागि उताबाट उठाइरहनु भएको छ, उठिसकेको छ भन्ने हामीले ऊ छ। त्यसको लागि अब तपाईँ अब के भन्नु चाहनुहुन्छ उहाँलाई यसो 1-2 शब्द भनिदिनु होला। दिदी तपाईँ छुकी लामा दिदीले चाहिँ तपाईँको छोराको लागि चाहिँ अहिले जति रकम उठ्नु भएको छ उहाँको पहलमा चाहिँ धेरै यो पैसा सबै उहाँको पहलमा उठेको। त्यही भएर चाहिँ लामा दाई हुनुहुन्छ उता न्युयोर्कमा, लामा दाईको हातमा दिएर चाहिँ ल यो चाहिँ दिदीको हातमा पुऱ्याउनु है यो चाहिँ भनेर भन्नुभएको छ। अब तपाईँ छुकी दिदी नमस्ते छिकु लामा बहिनीलाई र छिकु लामा बहिनीको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरूले जुन दिनुभएको सहयोग
रकमहरू हामी टाइममा पाइराखेको छ। अहिले चाहिँ बाबु हस्पिटलको बेडमा छ, बाबुको उपचार हुँदैछ। तपाईँको सरसहयोगले गर्दाखेरि बाबुको अहिलेसम्म ट्रिटमेन्ट हुँदैछ। तपाईँहरूले दिनुभएको सहयोग एकदम हामी नमन गर्न चाहन्छौँ। जुन ठाउँबाट हुनुहुन्छ तपाईँहरूको सहयोग खेर नजाओस्। बाबुको स्थिति चाहिँ अलिकति गाह्रो छ अहिले। पहिला चाहिँ बाबुको किमो 6वटा किमो भइसक्यो। अब दोस्रो किमो चाहिँ 14वटाको सम्झौता थियो। बाबुले किमो खान सकेको छैन। बाबुको आज 4-5 दिन भयो हस्पिटल भर्ना भएको। आज चाहिँ बाबुको रगत राख्ने भनेको छ डाक्टरले। बाबुको ट्रिटमेन्ट हुँदैछ। तपाईँहरूको सहयोग खेर नजाओस्। डाक्टरको भनाइअनुसार चाहिँ बाबुलाई चाहिँ गाह्रै छ भन्नुभएको छ। तर भगवान्को हातमा छ। जो जति तपाईँहरूको सहयोग खेर नजाओस्, बाबुलाई चाहिँ राम्रो होस्। फेरि किमो चाहिँ कतिवटा चलाउने भन्नुभएको थियो पहिले? 6वटा चलाइसक्यो। 6वटा अनि पछि चाहिँ फेरि 14वटाको सम्झौता थियो। त्यो चाहिँ 14वटाको 1,20,000को थियो प्रत्येक 14 दिन। अब यो किमो चाहिँ कडा हुन्छ। आजबाट किमो लिएन।